इसाकको कथामा हामी धेरै जोड दिँदैनौँ, तर यसले उत्पत्तिको एक अत्यन्तै महत्त्वपूर्ण पाठ सिकाउँछ। नोकरले पुग्नु अघि एउटा प्रार्थना गरे, हे प्रभु, तपाईँले रोज्नुभएको कन्याले मेरो ऊँटहरूलाई पनि पानी खुवाइदिन्छु भनुन्। उसले प्रार्थना सकाउन नपाउँदै रिबेका आइपुगिन्। उनले सबै 10वटा ऊँटहरूलाई पानी खुवाइन्। यो उदारताको गम्भीर काम थियो। त्यस नोकरले आफ्नो प्रार्थनाको जवाफ सही समयमै पाएको कुरा बुझिहाले। इसाक र रिबेकाले विवाह गरे। इसाकले उनलाई प्रेम गरे। अनि जब अब्राहमको मृत्यु भयो, इसाक र इस्माइल, दुई फरक कथाका छोरा, आफ्नो बुवालाई काट्न सँगै आए। विश्वासीको जीवन गहिरो रूपमा महत्त्वपूर्ण हुन नाटकीय हुनु पर्दैन। शान्त आज्ञाकारिता, विशेष प्रार्थना र स्थिर भरोसा, यी सबै क्षणहरू परमेश्वरका लागि असाधारण क्षणहरू जत्तिकै महत्त्वपूर्ण छन्। टिटिभी नेपाली एप डाउनलोड गरी हरेक पदको अर्थसहित थ्रु द बाइबलसँगै अध्ययन गर्नुहोस्, जहाँ बाइबललाई सरल रूपमा बुझ्न सजिलो बनाएको छ।